हेलो स्टूडेंट, आज म तिमीहरूको लागि क्लास 8, 9, 10 खास गरी म्याथ सब्जेक्टको अल्जेब्रा च्याप्टरबाट केही क्वेसन लिएर आएको छु। त्यो तिमीहरू धेरै ठाउँमा पटक्कै हेरेको होला। यो क्वेसनहरू यस प्रकारको रहेछ। पहिलो क्वेसन छ 2x + 5 = 13। अर्को क्वेसन छ x² + 7x + 12। तेस्रो क्वेसन छ 3x - 2 + 5x + 4। चौथो क्वेसन छ x - 3/2 = 4। र पाँचौं क्वेसन छ x + 2 र x - 1। अब यसलाई स्टेप बाई स्टेप म एक एक गरी पुरैलाई सोल्भ गर्छु। सबभन्दा पहिलो एक नम्बरको सोल्भ गर्छु है। एक नम्बर क्वेसन हाम्रो रहेछ 2x + 5 = 13। यसलाई इजिली नै सोल्भ गर्न सक्छु। यो तिमीहरूलाई पनि आउँदै होला, तर पनि म सम्झेँ कि स्टेप बाई स्टेप पहिलो सजिलैदेखि बनाउँछु त राम्रो हुन्छ तिमीहरूको लागि। त्यसैले अब म पहिलो यहाँ सल्युसन अथवा हेयर केही लेख्न सक्छु तिमीहरू। म हेयर लेखेँ। अब यसलाई सोल्भ गर्छु। 2x + 5 = 13। हाम्रो क्वेसन यस्तो प्रकारको छ। 2x को 3x 13 छ यस साइड, 13 को 13 और +5 छ यो साइड। यसलाई यो साइड लग्छु त्यो माइनसमा जान्छ, त्यो -5 और x = भ्याल्यु 13बाट 5 जान्छ त रहन्छ कति 8। यो 2 छ मल्टिप्लाईमा, यो साइड जान्छ भने डिभाइडमा। देयरफोर x को भ्यालु हामीले लगाइसक्यो कति त 4। x को भ्यालु भयो 4। अब क्वेसन नम्बर 2 यस प्रकारको छ। x² + 7x + 12। यो फ्याक्टराइज छ, यसलाई हामीले फ्याक्टराइज गर्नुपर्छ। सबभन्दा पहिलो यही लेखिदिउँ। तो सेम टू सेम x² + 7x + 12। अब यसलाई गर्छु फ्याक्टराइज। यहाँ के छ x² + 7x + 12 छ। त फ्याक्टराइजको रुल के छ कि फर्स्ट लास्ट टाइम मल्टिप्लाई र त्यसको एलसिएम निकालेर चाहे जोडेर चाहे घटाएर केही गरेर यतिको यहीँ ल्याउनुपर्छ हामीलाई। यहाँ त केही छैन, यहाँ 12 छ त हामी के गर्छौँ 12 को एलसिएम लिन्छौँ। 12 को 2 6 जा 12, 2 3 जा 6। यहाँ ल्याउनु छ हामीलाई 7 त के गर्छौँ हामी 2 × 2 4 4 + 3 7। यहाँ के गर्छौँ x² + 4x + 3x 12 को त्यस्तैको त्यस्तै। और यो दुईटामा कमन के छ x लिइहाल्छु कमन, बाँकी रहिहाल्छ x + 4 प्लस युमा कमन के भइहाल्छ 3, बाँकी रहिहाल्छ x + 4। और दुईटामा कमन भइहाल्यो x + 4 x + 4 दुईटामा कमन भइहाल्यो, एउटा लिइहाल्छु x + 4, बाँकी रहिहाल्यो कि x + 3 यो भइहाल्यो हाम्रो आंसर 2 नंबर को। तीन नंबर क्वेश्चन इस प्रकार का है 3x - 2 + 5x + 4। तो पहले हम क्या कर लेंगे सोल्यूशन लिख देंगे सोल्यूशन। उसके बाद एक बार सेम टू सेम क्वेश्चन सार देंगे 3x - 2 + 5x + 4। और बीच में प्लस का साइन है तो हम क्या कर सकते हैं, हमें ब्रैकेट का साइन हटा सकते हैं, इसलिए हम ब्रैकेट साइन हटा देंगे x - 2 + 5x + 4। और हम क्या कर देंगे कॉमन टर्म को 8 और सब्ट्रैक्ट करेंगे। ये 3x है और ये 5x है, तो हम क्या कर देंगे 3x + 5x कर देंगे -2 का -2 और ये +4 का +4। तो 3x और 5x कितना हो जाएगा 8x। -2 + 4 कितना हो जाएगा +2। तो हमारा आंसर हो गया 8x + 2। एंड क्वेश्चन नंबर 4 बड़ी भी 8 और x -3 से साइड डाल जाएगा तो +3। तो 8 + 3 कितनी भी 11। तो हम को इसका x को वैल्यू कितनी है 11। क्वेश्चन नंबर 5 क्वेश्चन नंबर 5 इसका कुछ है। क्वेश्चन नंबर 5 x + 2 x - 1 x + 2 x - 1 एवं सोल्युसन हेयर के लेख्दा हुन्छ त्यो मान्न जानु होला। तो पहिलो के छ x + 2 और x - 1। तो अब के गर्छु यसलाई गर्छु सोल्भ। एकपल्ट x लिएर दुईटामा मल्टिप्लाई हाल्छु, x + 2 लिएर दुईटामा मल्टिप्लाई हाल्छु। तो एकपल्ट x लिएर x - 1 मा मल्टिप्लाई हाल्छु र एकपल्ट 2 लिएर x - 1 मल्टिप्लाई हाल्छु। र x × x गर्नुहुन्छ त कति भइहाल्छ x² र 1 सँग मल्टिप्लाई गर्नुहुन्छ त x + 2 लिएर x मल्टिप्लाई गर्नुहुन्छ त्यो 2x र -1 मा गर्नुहुन्छ त -2। यो दुईटा लाइक टर्म छ मिलिरहेछ। x² को x² र -x र +2x कति भइहाल्छ x र -2 को -2a। तो यो भइहाल्छ हाम्रो आन्सर।